ल हेर्नुहोस् गाइजहरू, आज चाहिँ म मुक्तिनाथबाट बेनी फर्किँदै थिएँ। वैशालीको जामले यति त बसेन हो। हेर्नु यस्तै पारा हो भने अब बर्खामा मुस्ताङतिर चल्न एकदमै गाह्रो छ है साथीहरू। अब के गर्नु, अब हेर्न सक्नुहुन्छ तपाईँहरू। अब जाम यताबाट उता अर्को गाडीले पेलिदिन्छ, यताबाट अर्को गाडीले पेलिदिन्छ। आमामा मेरो गाडी चाहिँ यही हो। अब ल हेर्नुहोस् गाइजहरू, यस्तो छ त। अनि बाइकलाई फेरि कति हतार भएको, आमामा हे भगवान्। हजुर हेलो, म बेनी आउँदै हो। घरै जाने भन्ने कुरा गरौँ। म त यता बैंसरीबाट आउँदैछु क्या, यता स्वात गएको थिएँ, अब आउँदैछु। हजुर हजुर, माथि नै जाने भन्ने कुरो गर्दै गर गणेशले। म आउँदैछु। त्यही त नि क्या। अब सुन्नु न, अब 2-3 जना मात्र लगेर जान मलाई नि पर्दैन। 2-3 जना मात्र लगेर जान त पर्दैन मलाई नि। अब अलि मान्छे खै 3-4 जना भयो, अझै 2-3 जना थप्दैछ जाने होला नि। गाडीमा त माथि जाने त बसिहाल्छ नि।